अर्थात् सानो चरा र डढेलो एउटा ठुलो जङ्गलमा भीषण डढेलो लाग्यो। आगोका लपकाहरू यति अग्ला थिए कि सबै जनावरहरू ज्यान जोगाउन डराएर भागिरहेका थिए। हात्ती, बाघ, हरिण सबै शक्तिशाली जनावरहरू केवल आफ्नो ज्यान बचाउन नदीतिर दौडिरहेका थिए। त्यही समयमा एउटा सानो चरा भने नजिकैको नदीमा जान्थ्यो, आफ्नो चुच्चोमा एक थोपा पानी भर्थ्यो र डढेलो लागेको ठाउँमा लगेर खसाल्थ्यो। उसले यो काम बारम्बार गरिरहेको थियो। यो देखेर एउटा कागले हाँस्दै सोध्यो, "ए बौलाइ चरी, तेरो यो एक थोपा पानीले यत्रो विशाल आगो निप्छ र? किन बेकारमा दुःख गर्छस्?" चराले शान्त भएर जवाफ दिइन्, "मलाई थाहा छ, मेरो यो प्रयासले मात्र यो आगो निप्दैन, तर जब कहिल्यै यो जङ्गलको इतिहास लेखिनेछ, तब मेरो नाम आगो लगाउने वा रमिते हेर्नेहरूमा होइन, आगो निभाउनेहरूमा हुनेछ।" यसबाट हामीले के शिक्षा पाउन सक्छौँ भने समस्या कति ठुलो छ भन्ने कुराले फरक पार्दैन। तपाईँको सानो प्रयासले पनि ठुलो अर्थ राख्न सक्छ। हामीले संसार बदल्न नसके पनि आफ्नो तर्फबाट सही काम गर्न कहिल्यै छोड्नु हुँदैन। कस्तो लाग्यो त कथा? मन परेमा लाइक, कमेन्ट र सेयर गर्नुहोला। धन्यवाद।